गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल आफ्टर लङ टाइम पछि है। अनि आज हामी चाहिँ सबैजना फ्यामिलीहरू मिलेर मुस्ताङ टुर जान लागेको 7 दिनको लागि। अब 7 दिन हुन्छ कि 6 दिन हुन्छ त्यस्तै लाग्छ होला। अनि अब हामी चाहिँ रेडी भइसक्यौँ। अनि यहाँबाट मुस्ताङ जानको लागि पोखरा हुँदै जाने हो। पोखरासम्म चाहिँ गइसकेको छु, तर पोखरादेखि चाहिँ गएको छैन। त्यही भएर हेरौँ अब कस्तो हुन्छ यात्रा, आज कतासम्म पुग्छु होला हेरौँ। खाजा खाने ठाउँमा पुग्यो, यता गाडीमा मिलाएको छु। ब्रेकफास्ट पनि हाम्रो अब रेडी भइसकेर नि ल्याइसक्नु भयो। यो चाहिँ हाम्रो ब्रेकफास्ट हो। अब हामी ब्रेकफास्ट खाएर हामी उता फेरि खाना खान अर्को ठाउँमा जाने छु। अब त्यो ठाउँमा पुगेपछि फेरि भिडियो बनाउने छु। हामीले ब्रेकफास्ट पनि खाइसक्यौँ। अब हामी चाहिँ यहाँबाट फेरि स्टार्ट गर्ने हो। अब हामी जाने हो। अब यहाँदेखि हामी लन्चको लागि कता जान्छौँ थाहा छैन, तर त्यही पुगेर भिडियो बनाउने छु। पनि धेरै यस्तो छ वेदर। यो ठाउँको नाम चाहिँ के रे? यो ठाउँको नाम के हो? मास्टर्ड दामी रहेछ। कस्तो रहेछ मिठाई। अनि चाहिँ यहाँ ब्रेकफास्ट खायो। अनि स्विमिङ पुल पनि रहेछ। अब काठमाडौँबाट 3 घन्टामा पुग्दो रहेछ गाडीमा चाहिँ रहेछ। फुलहरू, कफी।
लिया था लन्च अब हामी यहाँ लन्च खाएर फेरि यहाँदेखि कहाँ जाने है यहाँदेखि पोखराबाट फेरि जाने है हामी यहाँ लन्च खाने हो जुम खाना खान जाने जुम क्या अब हामी यहाँ खाना खाने हो अनि खाना खाएपछि हामी जाने भित्र जाने हो कता बस्ने र यहाँ अब खाजा खान्थ्यो यो भित्र थाली खाने कि के खाने ए हात धुने ठाउँ चाहिँ यस्तो रहेछ गर्मीमा फ्यान प्लस अब हामी खाना खाने यता यस्तो छ यो ठाउँको नाम चाहिँ आबा खैरेनी रे अनि आबा खैरेनीमा अब हामी लन्च यस्तो चाहिँ यति हो यस्तो गर्मीमा फिसको यस्तो चिसो पाएँ धेरै होइन अब दही आउनु गऱ्यो थुङ्गो भयो दही त सबैले ल्याइदिनु अब हुन्छ दही त मलाई दाजु अझै दही एउटा ल्याउ कस्तो छ त नि मिठो बाबा खाना कस्तो भयो मिठो भयो ममालाई गुड दावालाई गुड मैले त झन् सबै खाइसकेँ यो मात्र बाँकी छ यो चाहिँ मलाई मन पर्दैन त्यही भएर नखाएको अब यति हो अब हामी लन्च खाएर गाडी चढेर फेरि यहाँबाट बाटो देखाउँदै जाने हो दसी ब्रस गर्दैछ दसीको त जहिले खाजा खाए पनि खाना खाए पनि जे खाए पनि उसले त्यो बसी जहिले ब्रस गर्छ उसको बानी नै हो मम्मा दिदो तपाईँले काटेको होइन ओइ कसले काटिदियो कसले
हजुर हेलो पोखराको भर्खर पोखरा पुग्यो। अब हामी फेरि यहाँबाट चाहिँ उयो जिपमा हामी जाने हो। बल्ल पोखरा पुग्यो। गर्मी न गर्मी अस्मे त। अब हामी चिसो यहाँ खाएर फेरि यहाँबाट हामी जाने हो। के पिउने गर्मी लास्टै मिट लेमन छ विथ आइस। यस्तो गर्मीमा यो पिउने हो अनि जाने हो। तपाईँको अब तपाईँहरू घुम्बा लेकेसो हेर्नुहुन्छ भने त्यहाँबाट 5 मिनट उतापट्टि हो। अनि मुक्तिनाथ दर्शन गरेर हामी छुसाङ पुग्छौँ। छुसाङ बस्ने भोलि पर्सि फेरि तपाईँको हामी छुसाङबाट बिहान ब्रेकफास्ट खाएर गएपछि हामी चुम्सी केपमा गइन्छ। चुम्सीबाट तपाईँको हामी अनि उहाँ चराङमा भात खाने अनि उता लुरी गुम्बा जाने। लुरी गारा एकदम त्यो छुट्टी तपाईँहरूको गाउँको मान्छेहरू आउँदा कहिले पनि छुट्दैन। हामीले त टोटल बोक्छ नि। सबभन्दा बढी बोक्ने पोखरामा हामी हो। धेरै हो धेरै। हाम्रो स्काई बक्स भनेपछि टोटल फेरि पोखराको ड्राइभरहरूलाई अहिले हामी तपाईँहरूलाई जुन गुम्बाहरू लान्छ नि त्यो थाहा नै छैन पोखराको मान्छेहरूलाई। हामी चाहिँ किनभने शेर्पाहरूसँग एकदम बढी हाम्रो टिकटकबाटै चल्यो क्या। अहिले सिजनभन्दा अफ सिजनमा बढी चल्छ हामी। उहाँहरूको छुट्टी हुँदो रहेछ नि त उता होटेल सबै विन्टरमा जाडो महिना आउनुहुन्छ उहाँहरू। हामीले सबै सेभ गरेर लिएर जान्छौँ। लिएर आउने सब राम्रो छ नि हाम्रो। अनि यारा घाराबाट अनि हामी आएर फेरि लोमनथाङ बस्छौँ। लोमनथाङबाट त्यसको भोलिपल्ट भनेको हामी मिफु जान्छौँ। अर्को छुट्टिएर जान्छौँ बोर्डर भएर अनि हामी तल आएर बस्ने। हामी चाहिँ खेतमा पुग्यो। ए सुन्दरपुरी यहाँबाट हामी सुन्दरपुरी चौक पानी परिरहेको काटेर बागलुङ चाहिँ माथि बागलुङ सरे हो। बागलुङ पानी हाम्रो वरिस पहिला थियो अहिले छैन। पहिला चाहिँ गाडी नहुँदाखेरि पहिला थियो। जम्सुङको लोबिसले हुन त खाइन लोबिसको भन्दा खुला बिचमा वरिपरि पारेको
रहेछ उता पारि पनि पानीमा यो तातो पानी होटेल रहेछ है तातो पानी पुल पनि रहेछ झरन यही हो अब हामी यहाँबाट यो चाहिँ काभ्रेको भिर काभ्रेको काभ्रे भिर भन्छ कि काभ्रे भिरमा पुग्यो ओ फाइनली मुस्ताङ जिल्लामा पुग्यो हामी अब हामी आज यही बस्ने हो अनि अब गएर अझै 15 मिनट लाग्छ अरे अनि त्यहाँ गएर चाहिँ हामी त्यतै बस्ने हो फाइनली हामी चाहिँ लेडी गाउँमा पुग्यो अनि हाम्रो आज हामी यहाँ बस्ने हो भोलि चाहिँ बिहानै यता चारैतिर हिमालय छ अरे काशी भित्र पुगेर भिडियो बनाउँछु हामी चाहिँ फाइनली पुग्यो हामी सुत्ने बेडरुम अब हामी माथि डिनर खाने जाने हो टी कफी पिउने भयो ऊ यतै छ वासरुम भित्रै हाम्रो होटेल अब हामी यहाँ टी पिउनु लगाएको टी पछि हामी खाना खाने हो डिनर पनि रेडी भइसक्यो अब हामीले डिनर खाएर अब हामी सुत्ने हाम्रो यात्रा चाहिँ आज यतिसम्म रह्यो अब भोलि हामी फेरि भोलि कता पुग्ने हो थाहा छैन अब भोलिको फेरि भिडियोहरू म भोलि नै हाल्छु यति भन्दै मेरो आजको भिडियो म यही इन गर्न चाहन्छु एन्ड गुड नाइट आसे गुड नाइट मम्मी गुड नाइट पापा एन्ड एभ्री वान गुड नाइट थ्याङ्क यू फर वाचिङ